गाइस म चाहिँ अहिले चाहिँ तपाईको चाँगेलाखा आइपुगेको छु। आज चाहिँ मात्रै डिस्क मिलाउनु भनेर गएको, डिस टिभी मिलाउनु गएको। यो चाहिँ मेरो गाडीलाई चाहिँ यहाँ छोडेर पुरा रफ रोड छ है, गाडीलाई चाहिँ छोडेर अब एक दो भन्दै जानुपर्छ उकालो। माथि पुगेर देखाउँछु ल। यस्तो छ एक दो भन्दा चाहिँ यो हो है। दिन छ धुमेको, यो भयो छुजाचिन, यतापट्टि भयो दलपचन, यो भएको यहाँ चाँगेलाखा। अब निकै सक्यो हौ उकालो। के मजाले फुलेछ रायो साग त ड्याम्मै। अघि गोलाइबाट उकालो हिँडेको, फेरि ठक्कै गोलाइ आइपुग्यो। परको घरमा जानुपर्ने हो, पुग्नुपर्ने हो। यताको बाटो खतरा छ है, सानो गाडी चाहिँ नलिएर आउँदा नि हुन्छ। घातक र घुत्रु छ, खटेरा हुन्छ सानो गाडी ल्यायो भने चाहिँ। यहाँ त्योभन्दा चाहिँ बेटर तर राखेर एकछिन हिँड्यो भने ठिक हुन्छ। अझैको बाख्रा कति कुखुरा त्यो परको पिङ्क कलरको बिल्डिङमा जानुपर्छ, पुग्नुपर्छ। म चाहिँ यहाँ आएर पनि सिग्नल मिलाइसक्यो। बिग्रेको टिभी जति सबै यहाँ फ्याँकेको रहेछ। उयो अर्को पनि रहेछ त्यहाँ हो, सानो पनि रहेछ ठुलो पनि रहेछ। आजकल फ्ल्याटको जमाना भएर होला यो खालको डब्बा टिभी त सब फ्याँकेको छ हो, छाताकै ठाउँमा ल्याएर फ्याँकेको छ। बनाइ चाहिँ सकेँ। अब यो मिटरमा आउनुपर्ने चाहिँ 65 हो, तर 62 मात्रै आयो। दिन राम्रो नभएर हो कि के हो, जोडी राखेर जान्छु। एउटा सक्यो, अब अर्को सुरु गर्नुपर्छ। हुन्छ के काटो है त, पुरा कडा रहेछ। हुन्छ, यसमा नि भइहाल्छ। आमामा कति सौ छ हौ यहाँनिर? 90 रुपियाँ गोटाले पनि आमामा कम्ती छैन त। अब यसलाई खोलखाल पारेर म बनाउँछु, भइहाल्छ। यो साथीले पनि बनाइसकेँ मैले। यो फुलको चाहिँ नि बगान चाहिँ बनाउनु पाल्छ, साह्रै दामी हुन्थ्यो नि त। ए सफ्टवेयर पो डाउनलोड हुन थालेछ। किन बोल्नु छोड्यो भनेको त, सफ्टवेयर डाउनलोड हुन थालेछ। गाइस म चाहिँ आइपुगेँ गाडी बाटोमा। बस्तीमा काम गर्नु जानु चाहिँ फाइदाको कुरा छ है। मैले सब्जी पनि पाएको छु, अर्ग्यानिक है, कोपीको सब्जी पाएको छु। बस्ती घुम्नु थालेको सब्जी चाहिँ पाइहाल्छ, मनक के हो। अब के गर्नु, छुट्टीको दिन चाहिँ मेरो टाइम पास पनि हुने हो, यताउता काम पनि हुने, काम पनि हुन्छ। त्यही भएर चाहिँ छुट्टीको दिन चाहिँ यस्तो डिस टिभीहरू, टाटा स्काईहरू जोड्नु हिँड्छु। अनि अरू दिन त अब स्कुल लाग्छ, स्कुलले नानीहरू बोक्नुपर्छ, स्कुल ड्युटी लगाएको छु गाडी, त्यसले गर्दाखेरि भ्याउँदैन। अनि यो छुट्टीको दिन चाहिँ यसो पारा मिलाएर गाउँ जुर्ने गर्छु है। डिस टिभीहरू के मिलाउँछु, टाटा स्काईहरू। यता पनि हुन्छ, लोकल भएन भने पनि यताबाट भइहाल्छ, दुःख सुख अलिअलि। त्यही भएर चाहिँ लोकल छोडेर भए पनि काम गर्छु हो। अनि अझै छ, चाँगेलाखामा सक्यो यो चाहिँ। अब जानुपर्ने छ, अब दलपचनमा एउटा छ, त्यहाँदेखि छुजाचिनमा छ एउटा। त्यति सकेर चाहिँ बिहामा जानुपर्ने छ हो। तपाईँलाई देखाउँछु म कहाँ पुग्छु ल। होइन हौ साथी, के भयो दिन त हेर्नु त बाहिर। आम्मा लु हेर्नु उता
आज त के भयो दिन आज छुट्टीको दिन त छुट्टी मनाउनु भनेको त खतरा छुट्टी मनायो भयो त साह्रो पर्छ भयो त हौ ले हेर्न है दिन आमामा कुहिरो लाग्यो भुइँ कुहिरो हुस्से भन्छ है भुइँ कुहिरो लागेर केही नदेख्ने भइगयो गाडी कुदाउनु पनि यसका बाजेको भयो त आज यसो छुट्टीको दिन छुट्टी मनाउनु पर्यो भनेको त भएन हौ आज छुट्टीको दिन एक दुईवटा काम चाहिँ गरियो डिस टिभीको एउटा मिलाइयो एयरटेल 2टा मिलाइयो हो आज 2 लोकल गरियो अब चाहिँ घर जाला जस्तो भयो पानी पनि पर्यो साथी हो यस्तै छ जिन्दगानी दर्पण छ यहाँ ओहो के भयो यो 10 रुपियाँ 20 रुपियाँ 100 रुपियाँ 150 रुपियाँ 200 रुपियाँ भेला पारेर को पैसा राख्यो फेरि अब एमआई तिर्नुपर्छ हो अब 8,500 रुपियाँ एमआई तिर्नुपर्छ हो अब गएर पैसा दिनुपर्छ नभए फेरि फाइन लागिजान्छ हो साह्रो छ हौ यो साह्रो भयो जिन्दगी काट्न त साह्रो पर्ने भयो साह्रो छ साह्रो गाह्रो छ